अनि वर्ल्ड कप क्वालिफाई भएको छौँ, अनडिफिटेड च्याम्पियन भएर कस्तो फिल गरिरहनु भएको छ? वेल इट्स अ प्राउड मोमेन्ट हामी सबैजनाको लागि। हामी विगतको 3-4 महिनादेखि यही वर्ल्ड कप क्वालिफायर्सको लागि एकदम प्रिपरेसन गरेर आएको थियो। वेदर त्यो हाम्रो लागि चाहिँ त्यो सबै कुराहरू स्टार्ट भएको थियो युके टुरदेखि नै। सो युके टुरको त T20 सिरिजदेखि त्यसपछि हामी अस्ट्रेलियाको बेङ्गलोरदेखि यहाँसम्मको यात्रा आई गेस एकदम अविस्मरणीय नै गयो। जुन तरिकाले सबैजना यही गोलको लागि चाहिँ लागि परिरहेको थियो। सो इट्स गुड टु सी कि एभ्रिथिङ वाज शेपिङ अप वेल। र आज त्यो सबै कुराहरूले जति पनि हाम्रो मेहनत थियो त्यसपछि रङ चाहिँ यो टुर्नामेन्टमा अनडिफिटेड भयो, तर थ्रु आउट द गेम्स अप्स एन्ड डाउन्स धेरै थियो। कुन चाहिँ क्रुसियल टर्निङ पोइन्ट चाहिँ कुन रह्यो जस्तो लाग्छ हामीलाई? अब यस्तो बेलामा चाहिँ जति पनि गेम हामी खेल्छौँ सबै गेम क्रुसियल नै हुन्छ। अब खास गरी अब कुनै कुनै मोमेन्ट्सहरू यस्तो थियो जहाँ चाहिँ हामीले मोमेन्ट्स मात्रै मिस गरिरहेको थियो, तर कुनै मोमेन्ट्सहरूलाई त्योभन्दा राम्रो तरिकाले क्याप्चर पनि गरिरहेको थियौँ। अब चाहे त्यो युएसँगको गेम होस्, चाहे त्यो कतारसँगको गेम होस्, चाहे जापानसँगकै गेम किन नहोस्, त्यो मोमेन्ट्सहरूले नै हामीलाई एज ए टिम अगाडि लिएर आएको छ। जहाँ चाहिँ हामी केही समयको लागि पछाडि धकालिएको थियौँ, तर वेन यु हेभ स्ट्रङ बिलिभ इन इच अदर, सबैजनाको एबिलिटिजहरूमा, सबैजनाको स्किल्समा, देन अल दिस थिङ्स ह्यापन, अल दिस थिङ्स अलाइन हुन्छ राम्ररी। र युनिभर्सले पनि जे कुराहरू चाहेको हुन्छ कि आफ्नो लागि जे भइदियोस्, आई गेस त्यही नै भइरहेको थियो।